हेलो गाइज, हामी बजार जान लाग्छौँ। उतिदेखि मोबाइल गराउनु आउँछौँ। यिनको मोबाइल बिग्रियो, त्यो ब्याट्रीको उस बिग्रियो, चार्ज गर्ने होला। यो भाइ यो उस खाएर मोटा बहुत, हिँड्नै सकेन गरे। हिँड्दा हिँड्दा खुट्टा दुखिसक्यो घरबाट आउँदा आउँदा। अब उता बजारतिर जान लाग्छौँ। एनसी यहाँ छ, यो हाई गर्दै गए। तिम्रो टिकटकको नाम बताऊ, फलो गरिदिन्छ। भोजपुरिया बाबू गरे हो। तेरो एफएफको आइडीको नाम बताइदे। तेरो टिकटक आइडी त छैन। एफएफको नाम बताइदे। एफएफको नाम बताइदे के तेरो बुझ्नुहोस् भन्ने भयो। यस्तो सबले मलाई फलो गर्दै। यो अङ्कल फेरि खतरा गइदिनु भयो। क्रस फायरमा कुदाउँदै अझै। हामी त हिँड्दै अब पैदल यात्रा, हामीसँग त क्रस फायर हुँदैन। हामी हेरेको हेरै। ऊ अगाडिबाट खतरा कुदाउँदै आइरहेको छ एभेन्जर। लौटादा भन्छ र पैसा लौटादा भन्छ। मेरो 1 करोड पैसा लौटादा भन्छ होइन। खासै त आउँदैन भ्लग गराउन, त्यही पनि गराइरहेको। ओए बोल्देऊ न तिम्रो नि। के सब्सक्राइब शेयर गरिदेऊ जा मेरा। ओए भाइ बोल त। सब्सक्राइब लाइक गरिदेऊ। ल अब हामी बजारतिर पुग्न लाग्यौँ। अब उता गएर हल्का गराइने हल्का फुल्का। अब पुगेसी गराउन जाऊँ। काले काले देखिरह हम तीनटे काले हुआ तो क्या हुआ दिलवाले है। उता बुलेट बाइकमा बुलेट पड्काउँदै आइरहेछ। कुदाउँदै बुलेट गराउन त आउँदैन खासै, त्यही नि गराइरहेको भ्लग। फर्स्ट टाइम भ्लग मेरो युट्युबमा उस सब्सक्राइब गरिदिनु। समीर CHY 8848 हो। सबजनाले मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु। त्यसमा गेमको मात्रै भिडियो हुन्छ, यो भ्लग सलग हुँदैन फेरि युट्युबमा। अहिले उता गएर गराउँछु फेरि। ल हामी बजारतिर पुगिसक्यौँ होइन गाइज। अब बजारलाई देखाउने। अब बजारतिर पुगिसक्यो। दिदी स्कुटीमा आएको। हामी तीनटै बजारतिर पुगिसक्यौँ। यता बजार छ। अब उता हल्का मोबाइल गराएर आउने अनि फेरि बजारभित्र बल्ल छिर्ने। अनि अहिले साथीको दोकान देखाएको छु। साथीले दोकान गरेर राख्यो त्यहाँ बजारभित्र। यो गाइज बजार त ठुलो छैन, त्यो पनि हेर्नु गाइज बजार। अहिले सबैले भिडियो गराएर अहिले हाल्छु टिकटकमा हेर्नु। बजार दामी छ, खतरा सिन आइरहेछ। खतरा हाँ हो बल्ले घर से लेकर थी। एक्सीडेंट हो गए। हाँ नहीं एक्सीडेंट हो गया तब से नहीं जाने। वहाँ मोबाइल बनवाए देख्नु वो भाउजूले जिस्काइदिरहा। सब मक्ख पर्देर बस्दिरहन्। यहीँको हो के, यहीँ बजारतिरको उता साइडको आन्टी ऊ भाउजू हो। भाइ छ मेरो। उता नि भाइ छ ऊ अगाडि पनि भाइ छ। यी ग्याङ लिएर घुम्छ। हाम्रो ग्याङ हुँदैन। कुकुरहरूको ग्याङ हुन्छ, हाम्रो ग्याङ हुँदैन। त्यस्तै हो। ऊ बाजेले पुरा हेर्दै जिस्काइदिएर भ्लग बनाउँदै हिँड्या भनेर। यो भाइ मक्ख परेर बसिरह। अब दोकानतिर पुग्न लाग्यौँ। अब दोकानतिर गएर हल्का दोकानभित्र त देखाउँदैन, बिल्ला लाग्छ बल्ल बल्ल गराएको। अहिले दोकानभित्र छिरेपछि अहिले बाहिर निस्केपछि फेरि गराउँछु। बल्ल सिकेको गाइज, गराउन सोराउन त आउँदैन। पुग्न सक्न लाग्यो। रोक्नै म देखाएँ। यी देख्न सक्नुहुन्छ गाइज, यही दोकान हो मोबाइल दोकान। आधी मात्रै खुलेको छैन। भित्र ग्याङ लिएर आउँदैछ। अब यसलाई हान्छ। अब यसलाई दियो ऊ ग्याङ हेर्नु त गाइज खतरा दिइरह। लैन दोकानतिर पुगिसक्यौँ। अब दोकानमा गएर अब गराउने मोबाइल हो। दोकानमा आइसक्यौँ। दोकानको दाइ उता गहन हल्का दोकानमा आएर बसिरहँ। दोकान चाहिँ यही हो गाइज। दोकानभित्र आएको छ। दोकानको दाइ हल्का बजारतिर डुल्न जानुभएको छ केटी जिस्काउन। केटी जिस्काएर हुन्छ दाइ दोकान बजारतिरदेखि। अघि हामीलाई भाउजूले जिस्काइदिएको थियो हामीलाई। दोकान ऊ बजारतिर जानुभयो। ऊ आउनुभयो बाइकमा कुदाउँदै आउनुभयो। अब मोबाइल सोबाइल गराउने अनि फेरि निस्किने। म भित्रको क्लिप देखाउँदैन है। ल गाइज हामी घर जान लाग्यौँ। मोबाइल सोबाइल बनायौँ। हेर्नु गाइज यही मोबाइल हो। स्विच अफ भइदिएको थियो, खुलेकै थिएन। यही मोबाइल गराएर आइसक्यौँ।
अब गएर घर गएर खतरा फ्री फायर धच्का हान्ने फ्री फायरलाई भाइ खुसी भइरह खेलेगा फ्री फायर अब घर अब हल्का फुल्का गराएर फेरि हान्ने पापाको पर्याइदिरहेको थियो उडाइदिनु थियो यार धन्नले बाँचे अब घर गएर धुच्का फ्री फायर दिने वे बजारिया घुस के जाए परवीन नहीं परवीन भने है ल अब बजारतिर घुस्दिन पर्यो हल्का फुल्का बजारतिर बजारमा गएर हल्का बोल्दैन ल ल चाहिँ बजार घुसाल्छ नि ल बजार घुसे ल गाइज हामी बजारतिर घुस्नलाई यसो गिल्ली करके यसो घुमको जाक्का ल गाइज हामी बजारमा घुस्न लाग्यौँ होइन बजारमा घुस्छौँ गाइज हेर्नु अब यहाँ कपडा 500 मा गएर कपडा 500 मा पाइन्छ गरे गाई 500 गरेर साडीहरू जाडोको कपडा किन्न सक्नुहुन्छ गाइज कपडा सपडा हेर्न सक्नुहुन्छ कहाँ यहीँ घुमेँ दाई गाइज हाम्रो दाईको कपडा पसली यहाँ छ अहिले साथी कोही कहाँ घुमेको थिएँ केटीले भेजिरह यहाँ सब्जीतिर आइसक्यौँ ल हेर्नु गाइज हरेक माल 200 मा कहिले चाहियो गाइज 200 यता नि टाँगेको छ हेर्नु गाइज यता नि 200 कहिले चाहियो गाइज आयो ज्याकेट छानो रोजी और गणेश कागज वाटा खतरा बेचा था कोई मिलको वीडियो में यहाँ दिखाई गाइज चाहियो चाहियो भने भन्नु के अरे ए 100 रुपैयाँमा पाइन्छ के 100 को दुईटा गरे चड्डी पाइन्छ यो भाइले भी पेन्टी लगाएको छ भी खाले लगाएको छ गाइज अब हामी घर जान लाग्यो सो यतादेखि गाइज ल जाथिन हैन ल हामी जान लाग्यौँ गाइज घरतिर अहिले घरतिर गएर बनाउने सो अङ्कलले पुरा भित्रै घुसाइदिएर चलाइदिनु पर्छ अरू भन्नु गाइज कालो देखिरहेको छ यार अघिको बारा देख्नुभयो होला कस्तो खतरा पुरा त्यहाँ झुन्डाइदिरहेको थियो पिङ बरा खतरा देखिरहेको थियो गुलाबी पिङ ऊ अटो आइदिरह जाथे गाइज गइसक्यो घर गाइज भाइ आफ्नो नानीको साइकल लिन जान लाग्यो अगाडि खतरा माल लगाइरहेको क्यामेरा घुराउनु देखाइदिए पर अहिले गाली गर्छ गाइज देखाउन नि मिल्दैन र बोल्न नि सकिन्न हेरेर चित्त बुझाउन पर्छ गाइज घरतिर यसो जाने हेर्ने आन्टीहरू जानुभयो माल गइरहेछ उता गाइज जुम गर्न मिल्दैन तर जुम गरेर देखाउँछु देखाउन मिलेको भए खतरा देखाइदिन्थ्यो गाइज अर्को राइडर दाइ आउनुभयो कुदाउँदै गाइज हेर्नु देख्न सक्नुहुन्छ गाइज ओके भने हामीलाई त राम्रोसँग गराउन आउँदैन त्यो पनि गराइरहेछौँ भी20वाला भाइ आइसक्यो गाइज भी20वाला गाइज बक्सर अरू भन्न सक्नुहुन्छ अहिले एकछिन पुलमा गएर गराउँछु म हेलो गाइज अब हामी घर आइसक्न लाग्यौँ फाइनली एक चीज बताई एउटा मोबाइल भेटाको गाइज त्यहाँ पुलमा झर्थे कसको मोबाइल भेटाइम एउटा गाइज पनि लागेछ यहाँ यी भी20वाला घाँटी उठाइ हेरी छ यी भी20वाला गाइज हैन हामी घर पुग्न लाग्यौँ होइन ए देख्नुभयो तोरीबारी यता झाडी साडी छ गाइज यो कथियो गरे ए नरकट नाइका यी त गौना र गाइज हामी नेपालीमा आउँदैन के भन्छ होइन नेपालीमा त आउँदैन हामीले नरकट भन्छ यार यी भी20वाला गाइज यहाँ छ यो भी20 मा बक्सर भाइ म बक्सर लगाएको छु चाइनिज वाला हो गरे त फेरि ओएनसी दाइले हेरिदिनु पर्छ गाइज
अब गएर हल्का एडिट गरेर फेरि हालिदिनु गाइज फेरि अघिको ठाउँमा आइसक्यौँ हिजो भने त्यो यहाँ पूजा हुन्छ भनेर पूजा भइरहेछ गाइज उता कुदाउँदै आइरहेछ ट्र्याक्टर गाइज यही पूजावाला ठाउँमा आइसक्यौँ गाइज यहीँ पूजा भइरहेछ यहाँ ग्याङहरू बसेछ गाइज यहाँ ग्याङ गाइज यिनीहरूको ग्याङ हेर्न सक्नुहुन्छ गाइज यहाँ ग्याङ छ यिनीहरूको छप्री ग्याङ गाइज यी ग्याङ के कुरा गर्दै बस्यो गाइज यहाँ ग्याङहरू यारको दुगुर्दै आइरह अझै भ्लगमा घुस्नलाई दुगुर्दै आइरहेछ छपरी घर जान लायम गाइज इनको साला गरे उ त्यो इनको साला ऊ अर्को फेरि साली चम्किरहेछ गाइजी भिपेन्टीबाट खुसी भइरहेछ मेरो दाइ भनेर अब घर गएर यसो मिलाइदिएर अब पोस्ट गरिदिन पर्ला गाइज हल्का होइन हाम्रो गाउँको मन्दिर गाइज हाम्रो गाउँको यो मन्दिर हो गाइज दुर्गा मन्दिर दसैँमा खतरा रमाइलो हुन्छ गाइज एमा अझै गाउँतिर आउनलाई पनि गाइज झ्यापमा टाइट टोकेटमा जानुपर्छ गाइज गाइज निम्ता खाना जान लाग्छन् बोजेहरू गाइज परिवार मिलेर खतरा खान्छ गरे रोटी पुडी बोल्न आउँदैन बोल्छ यार यहाँ देख्नुहुन्छ हाँसको झुन्ड किन छ भने आउनु बसन्तपुर गाउँमा यी हाँसको झुन्ड यहाँ छ गाइज ऊ बाजेलाई हेर्नुहुन्छ गाइज बाजे पुरा उस ढोकामा बसेर खतरा कपडा मिलाइदिनु भयो गाइज ऊ देख्नु सक्नुभएको छ ऊ बजी त्यहाँ हुनुहुन्छ गाइज ऊ अझै मेरो बजी त्यहाँ अँगनमा बसेर मान्छे गर्नुभएको छ को कहाँ गर्छ गरेर मान्छे हेर्नुभएको छ गाइज यी बजी हाम्रो अँगनमा बसेर गाइज घर पुगिसक्यौँ अब ढोका सोका खोल्छौँ गाइज घरको भित्र अँधेरा हुन्छ गाइज बत्ती सत्ती बाल्यौँ गाइज सब यो घरमा जान्छौँ सबै घरमा जान्छ अब लाइभ बसेर लाइभमा धमाल मचिदिन पर्छ अनि गाइज यहाँ कसले के खाएको थियो यस्तो गनाइरहेको छ ढुङढुङ्टी यस्तो गना छ मा बस्न नसक्ने जस्तै गना छ अब लाइभ अहिले पछि म गराउँछु भ्लग म बन्द गरेँ